हाई नमस्ते। अब मेरो भ्लग अस्ति चाहिँ एउटा अलिअलि त्यसो हाल्यो। आज चाहिँ अब हामी लेमन ट्री रेस्टुरेन्टमा आइरहेको छौँ। यसो अलिअलि बाहिर पनि खानुपर्छ, कहिले कहिले घुम्नुपर्छ भन्दै आजको भ्लग चाहिँ यसो सुरु भइरहेको छ। हजुरहरू सबैजनालाई मेरो तर्फबाट धेरै धेरै नमस्ते। धेरै धेरै संसारमै हुनुहुँदैछ होला हजुरहरू पनि भन्दै आजको भ्लग मेरो नातिबाट सुरु है। नाति अझै चाहिँ हामी प्रायः जस्तो चाहिँ भ्लगहरू बनाइरहेको हुन्छौँ। मेरो नातिसँग हिँड्दाखेरि मलाई खुसी नि लाग्छ, रमाइलो लागेर चाहिँ यसो बसेर चाहिँ हेर्नुहुन्छ भनेर भ्लगहरू चाहिँ म चाहिँ बनाउने गर्छु है त। बाई नमस्ते सबैजनालाई। हामी यसो रेस्टुरेन्टतिर आएको भ्लग बनाएको, तर मेरो चाहिँ बोल्नुलाई आवाजै त्यति आउँदैन। त्यही भएर यसबाट हिँडेको हेरेको घुमेकोबाट नै हेर्नुहुन्छ हजुरले भने। आज सुरु गर्दैछ है त हजुर। यहाँबाट चाहिँ काठमाडौँको भ्यू देख्ने ल। सानो मान्छे वाइफाई ड्याबिन र सिन्जा खुब खेलेको छ। ड्याबिन रमाइलो भएको छ। ह्याप्पी ह्याप्पी सिन्जालाई नि खेलेर गरिम भयो क्या हो। खेल्दा खेल्दा गरिम भएछ। ड्याबिन चाहिँ मोबाइल हेर्न लागेको हो। यिनीहरूको मामा छोरी आज कहाँ आएको हामी? आज कहाँ आएको? ग्रिन टी लेमन टी होटलमा आएको घुम्नलाई। यसो चाइनिज खानाहरू खाउँ भनेर आएको हामी। स्टार्ट भयो हाम्रो आजको अब लन्च भने पनि जे भने बेलुका साँझको त्यो चाहिँ के हो? गीताञ्जलीको सुप। के को सुप हो? के हालेर खान्न? बाबुलाई चाहिँ सादा। के को मसरुमहरू चिकनहरूको सुप हो। हाम्रो अहिले सुप सेसन चल्दैछ। सुप सकेपछि अरू आउँछ। Rolling down the boulevard, sun hitting my shades. Pork वाला मामा कस्तो हेर्दैन कस्तो राम्रो छ है। ओहो ड्याबिनले नि खायो त पोर्कको चिजी है।
पोर्क मासु खायो धेरै पनि यो चाहिँ हाम्रो स्टार्टर पोर्क विथ सेजवान सस यो चाहिँ सुसी मिठो यसो गरौँ बाबा यो त्यहाँ राख्नु प्लिज सर बाबा मजाले खाइरहेको के दिनु तिमीले बाबा मेरो माथि राख्नु बाबा स्प्यागेटी आइसक्यो यहाँ हाम्रो छ चाइनिज खाना खाए नुडल यो के झरेको उतापट्टि छ यो चाहिँ राइस नुडल गीताञ्जली पनि राइस हामी नेपालीहरू राइस नखाए हुँदैन राइस खानै पर्ने हुन्छ नखाए चित्त बुझ्दैन यो चाहिँ नुडल माछा त माछा पनि फाइनली लास्ट अब डेजर्ट बाँकी नै उसले जसरी खान्छ खाउँछ खाएर पकाउनु सकेपछि खाउँछ मम्मी खोकी लाग्यो पोहोरबाट त त्यसले पचाउनु सकेको थियो यसपालि चाहिँ पचाउनु थियो जाडो भन्दा नि बरु गर्मीमा सन्चो हुँदैन कि दिदी जस्तै गर्मी बेलामा उसलाई मैले जस्ट अहिलेसम्म थाहा पाएको छ होइन बरु जाडोमा चाहिँ अलिकति उस गर्न सक्छ उसले न त यो गर्मीमा झन् सन्चो नहुने कि दिदी के को स्वाद हो यो कस्तो मिठा चाहिँ आइसक्रिमको स्वाद छ होइन आइसक्रिम आइसक्रिम अन्त लङसुक मिल्क खुवा खै के हो खुवाहरूको स्वाद छ यो चाहिँ पुदिना डायबिटिज चाहिँ ब्राउनिस तिम्रो के अरे फुटबल हेरिराखेको रहेछ यहाँबाट हेर्ने काठमाडौँको भ्यू हेरे दिनमा म त दिनमा चाहिँ आएको छैन धेरै रातिमा चाहिँ भइरहेछ यस्तो देख्छ यहाँ तल सरर काठमाडौँको भ्यू त्यो तल देखेको चाहिँ काठमाडौँको भ्यूहरू देखिरहेको छ यो चाहिँ लेमन ट्री हो हामी लेमन ट्री आइरहेको छ आज साह्रो त खै कोही पनि त्यति मान्छे रहेछ हामी मात्रै माथिको चाहिँ के रहेछ यहाँ माथि नै झिलिमिल देखिरहेको हामी चाहिँ यहाँ घुमघाम गर्न आएको मेरो नाति चाहिँ यहाँ गएर बस्नै जुत्ता खोलेर बस्नै नै गइसक्यो जुत्ता खोलेर बस्नु गइसक्यो
बाटो यहाँबाट यताबाट नि बाटो रहेछ कि बाटो कि 2-3टा बाटो यता खोला नि बाटो छ यता नि बाटो रहेछ गेम भइरहेको छ वर्ल्ड कप सिन्जे के भयो फुटबल हेरेर बस्यो हो मनपर्छ फुटबल डेभिललाई नि फुटबल मनपर्छ मेरो नाति त खुब उफ्रेर हिँडै गरिरहेको छ खुब रमाएर खुसी भएर उफ्री हिँडै गरिरहेको छ ल खाइपी गरेर सिद्धियो अब चाहिँ यहाँ माथि कौसीबाट यसो नजाराहरू हेर्दै रमाएर चाहिँ अब घरतिर लाग्ने अब ल खाइपी भयो अब यो चाहिँ कडा हार्ड ड्रिङ्कहरू चाहिँ हामी अहिले त्यति लिनु सक्दैन के खाएर बसेको ड्याबिनले बाबुले त छ नि ड्याबिनले छ नि ड्याबिन लडे म त गाउनुसम्म त खाएको हो मेरो नाति हार्ड ड्रिङ्क खाएर बसेछ अगाडि हो क्या है अब घरतिर लागौँ अब आजको लेमन टीको खाएर पी भए हामी चाहिँ तल बसेर खाएको यहाँ चाहिँ माथि आएर खानेहरू चाहिँ यहाँ माथि खान्छ हामी चाहिँ तल खाएको सिन्जालाई आज यहाँको के अरे चाइनिज खाना कस्तो लाग्यो मिठो लाग्यो मिठो लाग्यो कि नमिठो लाग्यो पिरो भयो है हामी नेपालीहरूलाई अब चाइनिज चाहिँ अलिकति सधैँ खाइ नरहने भएर चाहिँ अहिले चाइनिज फुड टेस्ट गर्न आएको एज अ लेमन टीमा होटेलमा मिठो लाग्यो ठिकै छ राम्रो सबै चिज राम्रो छ हामीले कहिले कहिले नयाँ बाहिरको कुराहरू नौलो कुराहरू बाहिरी देशको पनि कस्तो त खाँदैछ त्यो पनि यसो चाख्नुपर्छ कहिले होइन सधैँ आफ्नै नेपालको दाल भात मात्रै कति खाने बाहिरको पनि त यसो चाख्नुपर्छ भनेर आजको हामी आएको आज के भयो नमस्ते गरेर घर जानु पर्यो हो खै त नि गीताञ्जली कसलाई जाउँ भनेर रेडी भएको बाहिरतिर के गर्दैछ जस्तो लुगा छ त्यस्तै लगाएर आउने सबै अँधेरो भइसक्यो जाऊँ सिन्जा औ ल लिफ्टमा जाऊँ लिफ्टमा जाऊँ लिफ्टमा नाइट्समा नाइटमा बस्ने गरी आउने स्याल बेबीले आज यति त्यो गरी आमामा यसले सबै ल्याएका नि आज यसले रोएर बर्बाद बिचरा अहिले त सुते नेटै गयो त्यहाँ बसेर फडफुडोमा फुल सजाएर के खानु गएको के भयो ल अब लाग्नु पऱ्यो घरतिर भनेर कत्रो ठुलो छ यो फलफुल है फुल सजाएर चलाउनु है
चलाउनु न हेर्ने मात्रै हो है चलाउनु न है हेर्ने मात्रै हो चलाउने होइन हेमिन कस्तो लाग्यो त लेमन ट्रीमा कस्तो लाग्यो रमाइलो लाग्यो आई लभ यु टु खै मेरो नातिले हेर्ने आई लभ यु टु आई लभ यु टु भने मेरो नातिले मलाई सधैँ आई लभ यु टु भनेर फुल दिन्छ है रोज दिन्छ मेरो नातिले माया गर्छ अझैलाई नमस्ते त्यो त तिमीहरू त्यहाँ बाहिर खेल्ने कुराहरू भन्दै अँधेरो भइसक्यो यता चाहिँ खेल्ने कुरा वेलकम आफै खोल्छ है आफै बन्द हुन्छ आफै खोल्छ है ढोका ड्याबिन बाबुले गर्ने होइन आफै बन्द हुन्छ अहिले त्यो आफै बाबु भित्र जाँदा ऊ बन्द भयो आफै बन्द हुने खोल्ने गर्छ कि मेरो नातिलाई खुब रमाइलो भइरहेछ ड्याबिन मेरो नाति र यतै घुम्नु जाने भयो भने यहाँ खुसी हुन्छ झन् त्यही माथि यहाँ आज अस्ति पनि लिएर आएको थियो लेमन ट्री अहिले लिएर आएको लिएर आएपछि झन् खुसी हुन्छ Under the boughs where the shadows गेमहरू उतिहाल्छ उतापट्टि कि the wind hums song. आज चाहिँ लेमन ट्रीमा आएर यसो चाइनिज खानाहरू खाएको है अनि अब चाहिँ अब घरतिर लाग्ने आजको भ्लग चाहिँ आज चाहिँ यति नै राख्न चाहन्छु भन्दै अर्को भ्लगमा भेट्नेछ भन्ने हामी अब यो जति चाहिँ अब कस्तो राम्रो नराम्रो के हुन्छ हजुर नमस्ते